करार सेवाका 50,000 कर्मचारी हटाइँदै सरकारले करार सेवाका 50,000 कर्मचारीहरूलाई हटाएर आउटसोर्सिङमा त्यस्ता कर्मचारी भर्ना गर्ने गृह कार्य अगाडि बढाइरहेको छ। प्रधानमन्त्री सचिवालयका अनुसार त्यस्ता कर्मचारीलाई हटाएर सरकारले आउटसोर्सिङ मार्फत भर्ना गर्ने तयारी गरेको हो। सरकारी तथा सार्वजनिक कार्यालयहरूमा आवश्यकता अनुसार सहायक तहमा करार सेवाबाट कर्मचारीहरू राखिँदै आएका छन्। सङ्घ, प्रदेश र स्थानीय तहमा गरी झण्डै 60,000 संख्यामा यस्ता कर्मचारी रहेको आकलन गरिएको छ। करार कर्मचारीसँग सम्बन्धित विभिन्न सङ्घ संगठनहरूका अनुसार स्थानीय तहमा 35,000, 14,000 र प्रदेशमा 6,000 तथा सङ्घ सङ्गठित संस्था समिति अन्तर्गत करिब 5,000 करार कर्मचारीहरू कार्यरत छन्। यस्तै झण्डै 2,000 ठेकेदारी प्रथाबाट कर्मचारीहरू करार सेवामा दिइँदै आएको छ। यी कर्मचारीहरू हटाएर सरकारले आउटसोर्सिङ मार्फत त्यस्ता कर्मचारीहरू भर्ना गर्ने गृह कार्य अगाडि बढाएको हो। विशेष गरी कार्यालय सहयोगी, सवारी चालक, चौकीदार, पाले, माली, बगैँचे, प्लम्बर र इलेक्ट्रिक पदमा करार सेवाबाट पदपूर्ति हुँदै आएको छ। यसका अलावा कतिपय स्थानीय तहहरूले त कम्प्युटर अपरेटर, अहेव, अनमी, नर्सका पदमा समेत करार सेवाबाट कर्मचारीहरू राखेर काम गर्दै आएका छन्। अब प्रधानमन्त्री कार्यालयले भने यस्ता सेवामा राखिएका कर्मचारीलाई हटाउने र आउटसोर्सिङबाट कर्मचारीहरू पदपूर्ति गर्ने तयारी गरेको हो। प्रधानमन्त्री कार्यालयका सचिव, अर्थ, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनका सचिवहरूको एक बैठकले करार सेवाका कर्मचारी हटाएर आउटसोर्सिङ मार्फत कर्मचारी भर्ना गर्ने गरी छलफल गरेको, सोही अनुसार गृह कार्य अगाडि बढाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। यी सेवामा कर्मचारी भर्ना गर्नका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहने गरी एउटा पब्लिक कम्पनी लिमिटेड स्थापना गर्ने वा आउटसोर्सिङ मार्फत भर्ना गरिने गृह कार्य अगाडि बढेको हो। करार सेवामा आउटसोर्सिङ मार्फत कर्मचारी लिन पाउँदा उनीहरूलाई काममा प्रस्तुत दलाउन पाइने, सामाजिक सुरक्षा, महँगी भत्ता लगायत बढेका तलब सेवा सुविधा समेत दिन नपर्ने हुँदा कुनै एउटा कम्पनी मार्फत आउटसोर्सिङमा करारका कर्मचारी राख्ने गृह कार्य अगाडि आएको दिएको छ।